नेपालले वेस्ट इन्डिजलाई 3-0 ले क्लिन स्विप मार्ला भन्ने ठुलो आशा थियो, तर अन्तिम म्याचमा गएर नेपाल हार्न पुग्यो। तर पनि नेपालले आज एसोसिएट नेसन भएर कुनै पनि फुल मेम्बरसिप पाएको टिम अर्थात् टेस्ट नेसनलाई 2-1 ले सिरिज हराउनु भनेको एउटा हिस्ट्री कायम गरेको छ। यो रेकर्ड आजभन्दा पहिले कुनै पनि एसोसिएट टिमले कुनै पनि टेस्ट प्लेइङ नेसनलाई 2-1 ले कुनै पनि सिरिज हराएको थिएन, जुन नेपालले इतिहास रचिदिएको छ। भनिन्छ नि नेपाल जहाँ खेल्छ त्यहाँ इतिहास रच्छ। वेस्ट इन्डिज र नेपाल बीच भएको शारजा T20 म्याचको थोरै रिक्याप गरौँ अनि त्यसको बारेमा हामीले टन्नै छलफल गर्नेछौँ। यसबाट नेपालले पाएको उपलब्धिहरू, यसबाट नेपालले पाएको अब च्यालेन्जेस, अपर्च्युनिटी तथा नेपाली प्लेयरहरूमा भएको ग्रोथ, कन्फिडेन्स, त्यसको बारेमा हामीले कुरा गर्ने नै छौँ। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पहिलो म्याच वेस्ट इन्डिजलाई करिब 23 रनले हराउन सफल भएको थियो भने दोस्रो म्याचमा चाहिँ अलमोस्ट 90 रनको फ्राकिलो अन्तरले वेस्ट इन्डिजलाई हराउन सफल भएको थियो। त्यो पनि एउटा रेकर्ड थियो र नेपालले दोस्रो T20 जितेसँगै यो पक्का गरेको थियो कि नेपालले सिरिज सिल गरिसकेको छ। हुन त हामीलाई थाहा भएकै कुरा हो, जुन वेस्ट इन्डिजले स्क्वाड चयन गरेर नेपालको लागि पठाएको थियो उसले अत्यन्तै नेपाललाई कमजोर ठानेर अथवा केयरलेस तरिकाले नै यो स्क्वाड चुनेको थियो, जहाँ कुनै पनि प्लेयरहरूको नाम हामीले सायद सुनेको थिएन। मलाई 5-6वटा प्लेयरहरूको नाम छोड्ने हो भने, जहाँ धेरैजसो प्लेयरहरू या त कुनै डेब्यू म्याच खेलिरहेका थिए भने या त पहिलो, दोस्रो, तेस्रो त्यस्तो म्याचहरू खेलिरहेका थिए। सो यसमा यस्तो देखिन्थ्यो कि नेपाल एक्सपिरियन्स टिम र वेस्ट इन्डिज लो एक्सपिरियन्स टिम थियो, त्यस्तो फिल भइरहेको थियो जुन हामीले प्लेयरहरूको पर्फर्मेन्स अनुसार। यद्यपि नेपालले जस्तो स्क्वाड वेस्ट इन्डिजले पठाए पनि त्यसलाई हराउन सफल भयो। जित भनेको जित हो, त्यो हाम्रो कुनै कन्सर्नको विषय होइन। अर्को टिमले जसुकै प्लेयरहरू पठाओस् अथवा स्क्वाड चुनेर पठाओस्, त्यो मैदानमा भिड्नेछ र हारको सामना गरे पनि त्यो हार नै हुनेछ। र नेपालले यो सिरिज जिते सँगसँगै अब नेपालीहरूको चाहिँ अलिकति नाम पनि चुलिँदै गइरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि थप छाप पर्न गएको छ। नेपालले वेस्ट इन्डिजलाई हराएसँगै नेपाल पनि कमजोर रहेनछ है भन्ने कुरा चाहिँ प्रस्तुत हुँदै गइरहेको छ। अब योसँगै नेपाललाई चाहिँ धेरै च्यालेन्जहरू आउन सक्छ। अब धेरै विदेशी फ्यानहरूले, विदेशी मिडियाहरूले नेपालमा एक्सपेक्टेसन राखेका छन्, ठुलो टिमहरूलाई पनि हराउन सक्दो रहेछ है नेपालले भन्ने कुरा चाहिँ साबित भइरहेको छ र त्यसको चाहिँ मान्छेहरूले एक्सपेक्टेसन राखेका छन्। अब नेपालले आउने टुर्नामेन्टहरूमा कुनै ठुलो राष्ट्रहरूसँग खेल्न पाएको खण्डमा पनि यस्तै पर्फर्मेन्स देखाउन सकोस् भन्ने चाहिँ हामीले चाहना गरौँ, होइन भने एउटा चाहिँ तुक्का थियो भन्ने सन्देश जानेछ। जे होस्, यो सिरिजबाट नेपालका केही प्लेयरहरू चम्किए। भुटेल, पौडेल जस्ता प्लेयरहरूको कन्फिडेन्स बुस्ट भयो भने केही यङ्स्टरहरू अथवा बोलरहरूले पनि राम्रो प्रदर्शन गर्न सफल भए म्याच दर म्याच हेर्ने हो भने। र त्यसै गरी कमब्याक गरेका हाम्रा आदिल अन्सारीले पनि केही ब्याटिङको झलक अथवा बलिङको पर्फर्मेन्स पनि देखाउन सफल भए। त्यो पनि एउटा राम्रो कुरो, उनको कन्फिडेन्सको लागि पनि राम्रो कुरो मान्न सकिन्छ। यो सँगसँगै अब आउने नेपालको वर्ल्ड कप क्वालिफायरहरू पनि छ। अब अक्टोबर 8 देखि सुरु हुन गइरहेको छ, त्यसमा पनि अवश्य पनि नेपालले राम्रो पर्फर्मेन्स गर्छ भन्ने कुरा हामी सबैले थाहा भएकै कुरो हो। जुन ग्रुपमा नेपाल छ त्यहाँ अत्यन्तै नेपालभन्दा इजी टिमहरू रहेको छ र त्यहाँ सजिलै हराउने छ र नेपाल चाहिँ क्वालिफाई हुन सक्नेछ भन्ने कुरा हामीले विश्वास लिन सकिन्छ। त्यसै गरी नेपाललाई अब चाहिँ धेरै चुनौतीहरू छन् अथवा फाइदाको विषयहरू पनि छन्। नेपालको चाहिँ एउटा टिमलाई मात्र स्पोन्सरसिप नभएर प्लेयरहरूमा पनि स्पोन्सरसिपको आउने अब बाटो खुलेको छ। विदेशी स्पोन्सरसिपहरू जोडिन सक्ने सम्भावना देखिन्छ, किनकि नेपालले वेस्ट इन्डिज जस्तो इन्टरनेसनल खेलिरहेको रेगुलर टिमलाई चाहिँ हराएको छ। सो आशा गरौँ नेपालले यस्तै पर्फर्मेन्सहरू दोहोऱ्याउने नै छ। हामी सबै नेपाली क्रिकेट प्रेमीहरू पक्कै पनि यो जित सँगसँगै धेरै खुसी छौँ होला, तर आशा गरौँ यही जित नेपालले अगाडि दोहोऱ्याइरहनेछ र हामीहरूलाई खुसी दिने रहनेछ। साथीहरू, तपाईँहरू यो सिरिज कतिको फलो गरिरहनु भएको थियो र गरिरहनु भएको थियो भने तपाईँलाई यो सिरिजमा बेस्ट मोमेन्ट के थियो कमेन्ट गर्न नभुल्नुहोला। मिल्नेछौँ नयाँ भिडियोको साथमा। यस्तै नयाँ भिडियोहरूको लागि च्यानल सब्सक्राइब गर्नुहोला। अहिलेलाई जय नेपाल, जय क्रिकेट।